यो चाहिँ गोर्खामा लिएको फोटो हो। म चाहिँ मनकामनादेखि गोर्खासम्म पुरै गाडीभरि पुरै निधाएछु। गोर्खा गएपछि बल्ल बिर्सेको। हामी चाहिँ त्यहाँ फोटोहरू त भयो भनौँ साथीहरूसँग भएन, भिडियो पनि भयो हुन त, तर साथीहरूसँग भएन। हामीले चाहिँ हाम्रो फ्यामिलीको मात्रै भयो फोटोहरू। यस्तै मन पर्यो मलाई चाहिँ गोर्खा दरबार सङ्ग्रहालय पनि यस्तै राम्रो, दरबार पनि यस्तै राम्रो, अति मन पर्यो। हामी चाहिँ सबै हेऱ्यौँ गऱ्यौँ, त्यसपछि फोटोहरू खिच्यौँ। अनुसार गेटअप गर्नुभएको थियो, उहाँसँग पनि फोटो खिच्यौँ। हाम्रो चाहिँ क्यामराम्यान चाहिँ छोरी नै हुन् है, छोरी छिर्नु मेरो क्यामराम्यान चाहिँ जति बेला खिचिदिन्छौँ। त्यसपछि एउटा दुइटा भिडियो पनि बनायौँ, फोटो पनि खिच्यौँ। अनि त्यसपछि हामी चाहिँ फर्कियौँ घर। त्यसपछि म चाहिँ यहीँसम्मको मात्रै भिडियो बनाएँ, उतातिर बाटोतिरको भिडियो चाहिँ बनाएन। मलाई चाहिँ यति गाडी लाग्छ पुरै नगरौँ। हामी चाहिँ चढ्दैछौँ तल, सबै भेट भइसकेपछि एउटा भिडियो बनाऊ बनाएको। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू साथीहरूलाई हेरिदिएकोमा।